हामी त नादान निमुखा जनता, मरता क्या नहीं करता। तिमी नै त हौ प्राइम मोन्स्टर, यो देशको कर्ता धर्ता। हाम्रो भान्सामा नुन छैन, तिम्रो सत्तासित एयरपोर्टको सुनै सुन्छ। हाम्रो दुःख त के हो, कानुनले पनि तिम्रै कुरा सुन्छ। हामी रोजगार माग्छौ, हाम्रै छातीमा तिमी गोली दाग्छौ। तिमीसित छाना नाना एक साथ खाना माग्छौ, बदलामा तिमी हामीलाई नै झ्यालखानामा जाग्छौ। तिमीलाई घमण्ड छ बन्दुक र झ्यालखानामा, हामी पनि तिम्रो हिसाब किताब राख्नेछौ मनका सन्दुक र किताब खानामा। पिर्नु पनि कति पिरेको, पिर्नुको पनि हद हुन्छ कति गिरेको। हेलो प्राइम मोन्स्टर, जुन जोगी आए पनि तिमी जस्तै कानै चिरेको। हामी लाचार बेरोजगार पिउनलाई हामीसित जहर छैन। तिम्रो सरकारको अब हामीलाई अलिकति पनि भर छैन। तिम्रो सरकार मर्दा मलामी जाने हामीलाई रत्तिभर रहर छैन। हेलो प्राइम मोन्स्टर, सुन्दैछौ? हाम्रो आवाज सुन्दैछौ? हामी चाहिँ के भन्न चाहन्छौँ भने सरकारलाई सुकुम्बासी हटाउँछ भने छानबिन गरोस्, प्रक्रियाबद्ध रूपमा। सुकुम्बासी हो भने सुकुम्बासीलाई दिनुपर्छ, यदि होइन भने उहाँहरूलाई हटाउनुपर्छ। जो सुकुम्बासीको हकमा जो लडेर बसिरहेछ, बिन फोकटाइमा बसिरहेछ, यो व्यक्तिहरूलाई सरकारलाई पनि सजिलो सहज रूप होस्। सरकारले त सहज रूपमा गर्न पर्यो नि। वास्तविक सरकारको काम भनेको त सुकुम्बासी को हो त? उहाँले छानबिन गर्ने उहाँको प्रक्रिया हो नि। हामीले त सरकार बनायौँ, कति दुःख गऱ्यौँ। आज यत्रो वर्ष 2062 सालदेखि यहाँ बसेर पनि एमाले काङ्ग्रेस भन्छौँ, हामी सबैको सपोर्ट गरेर बसि नै रहेको छौँ। किनकि हाम्रो यो देश हाम्रै पनि हो, नागरिकता मसँग पनि छ। छुन सक्ने सरकार, भेट्न सक्ने सरकार, बोलाउँदा बोल्ने सरकार चाहियो नि, चाहिएन? सबैले मलाई छुन पाउनुपर्छ, होइन? मलाई अँगालो मार्न पाउनुपर्छ।